नेकपा एमाले काठमाडौँमा एमालेबाट मेयरमा केशव स्थापित र चाहिने उपमेयरमा सुनिता डङ्गोललाई उतार्यो। प्रतिस्पर्धामा बालन शाह थिए, केशव विस्थापित भएर गइहाल्यो। सुनिता डङ्गोललाई चाहिँ युवा पुस्ताकी जे भए पनि लेभल मिल्ने भयो भनेर सबैले चिने। उपमेयरका रूपमा चाहिने अहिलेको युवा पुस्ता भनेर सबैले सम्मान पनि गरेका थिए। अब अस्ति एमालेको कार्यक्रममा गएर लौ एमाले त गतिलो हो, 10 नङ्ग्रा खियाउन सिकाउँछ, योजना बनाउँछ पो भन्छे बा। अनि केपी ओलीले योजना चाहिँ के बनाओ हो? अचम्मको कुरो, नेपाल देशभित्रको आफ्नो स्वामित्वमा रहेको नेपाल एयरलाइन्सका 4वटा जहाज छन्। न्युरो बडी, व्हाइट बडी जे भने नि 4वटा जम्मा जम्मी। त्यो 4वटा जहाजको लागि बिहान 3टा इन्टरनेसनल एयरपोर्ट बनाएको छ है, हो कि होइन भनौँ त? काठमाडौँ, भैरवा, पोखरा। कोही दुनियाँको प्रधानमन्त्री होला यस्तो चुतिया साला जहाज भन्दा बढी एयरपोर्ट बनाउने कोही चुतियाको भिजन होला? कसैको होला? अनि भिजन छ रे, खोया भिजन। सुकुम्बासीमा बस्तीमा लर साला बजेट लाएर ढिङखडा गर्नेको भिजन भन्छ त्यसलाई? योजना बनाउँछ रे, खोया योजना। त्यस्ता गेडे योजना बनाउनेलाई कसैले मान्छ? बेकारमा गाली खान अब गएर केपीको तारिफ गर्नाले उहाँ अहिले बेकार गाली गरिरहेछन्। अब चुनावमा धक्का लाग्छ, खोया हुन्छ। 10 नङ्ग्रा खियाउन सिकाउँछ तिथार्नी, युवा जति खाडिया पठाउने खियाउँछ।